पूर्ण होसमा काम कारबाही गर्नुहोस्, पूर्ण होसमा बोल्नुहोस्, पूर्ण होसमा खाना खानुहोस्, पूर्ण होसमा हिँड्नुहोस्, जहाँ इन्जोयमेन्ट। नमस्कार, आज म यहाँहरूलाई लाइफ जीवनको बारेमा र यसको आरोह र अवरोहको बारेमा अवगत गराउन चाहन्छु। लाइफ इज जस्ट जर्नी, नट मोर देन दैट। यो जीवन सिर्फ यात्रा हो। यो जन्मबाट सुरु हुन्छ र मृत्युमा गएर टुङ्गिन्छ। यो बीचको पिरियड, जर्नी, यात्राको पिरियडलाई हामीले किन इन्जोयफुल नबनाउने? त्यसका लागि केही कर्तव्यहरू, केही कुराहरूलाई हामीले ध्यान दिन जरुरी छ। जस्तो जीवन प्रेजेन्टमा जिउने एउटा अपूर्व कला। यदि हामी लाइफलाई टोटल्ली प्रेजेन्टमा चाहिँ इन्जोय गर्न सक्यौँ भने लाइफ इन्जोयफुल हुन्छ। अर्को, विदिन दिस पिरियड हामीले चाहिँ अवेरनेस र सेल्फ रियलाइजेसनलाई हामीले बिर्सिनु हुँदैन। जस्तो पूर्ण जागरण, पूर्ण हिसाबले हामीले कसैसँग बोल्यौँ, कसैसँग व्यवहार गऱ्यौँ, के काम गऱ्यौँ भने त्यसमा असफलताको कुनै गुन्जाइस हुँदैन। सफल हुन्छ, इन्जोयफुल हुन्छ। त्यस्तै सेल्फ रियलाइजेसनलाई हामीले ध्यान पुर्याएर हामीले काम गऱ्यौँ भने हाम्रा आफ्ना गुण अवगुणको विषयमा हामी आफैले निर्क्योल गर्न सक्छौँ। जस्तो हाम्रो बानी व्यवहार दुई थरीको हुन्छ। हाम्रो बानी, एक थरी राम्रो बानी, अर्को नराम्रो बानी। शिक्षण कुलत र सुलत। कुलतले जीवनलाई अवरोहतिर लान्छ भने सुलतले उन्नति प्रगतितिर लान्छ। अब यी सुलत र कुलतलाई पनि प्रभाव पार्ने यी तीनटा कुराहरूले प्रभाव पार्छ। जस्तो हामी प्रेजेन्टमा जसले जिउँछ, प्रेजेन्टलाई जसले इन्जोय गर्छ, उसको बानी व्यवहार राम्रो हुन्छ, जसलाई सुलत भनिन्छ। त्यस्तै पूर्ण जागरणले मान्छेलाई उत्साह उमङ्ग र प्रत्येक काम राम्रा नराम्रो निर्क्योल गर्ने चाहिँ क्षमता दिन्छ। जस्तो अहिलेका आविष्कारकहरूको आविष्कारहरू पनि त्यो पूर्ण जागरण र प्रेजेन्टमा उनीहरूले अनुसन्धान गरेर विभिन्न किसिमका आविष्कारहरू, मानव हितका आविष्कारहरू भएका छन्। त्यसको परिणति भनेको त्यही टोटल अवेरनेस, पूर्ण जागरणको परिणति हो भन्नमा कुनै अत्युक्ति नहोला। त्यसैले म यहाँहरू सबैलाई यी तीनटा कुराको हेक्का राखेर जीवन यात्रालाई रमाइलो बनाउनुहोस् भन्न चाहन्छु। पूर्णतया प्रेजेन्ट, वर्तमानमा जिउने कला सिक्नुहोस्, वर्तमानमा जिउने बानी बसाल्नुहोस् र पूर्ण होसमा काम कारबाही गर्नुहोस्, पूर्ण होसमा बोल्नुहोस्, पूर्ण होसमा खाना खानुहोस्, पूर्ण होसमा हिँड्नुहोस्, जहाँ इन्जोयमेन्ट। जस्तो खानेकुरा हामी कतिपय बेला बेहोसीमा खान्छौँ। हामीले खाना मुछेको थाहा हुँदैन, खाना मुखमा लगेर चपाएको थाहा हुँदैन, निलेको पनि बिना महसुस हामीले खाने गर्छौँ। जो यो जागरणको
विषयमा अलिक ख्याल राखेर गर्ने हो भने त्यो खानेकुराको स्वाद बेग्लै हुन्छ, त्यसको इफेक्ट, त्यसको रिजल्ट त्यस्तै किसिमको हुन्छ। त्यसैले यता तिनवटा कुरालाई ख्याल राखेर सबैले जीवन यात्रा हो, अर्को यो जीवनलाई एउटा परमात्माको एउटा अपूर्व उपहार पनि हो। यो उपहारलाई संरक्षण गर्नुहोस्, यो उपहारलाई राम्रोसँग जिउनुहोस्, यति भन्दै यहाँहरू सबैलाई मेरो शुभकामना। धेरै धेरै धन्यवाद यहाँहरूले राम्रोसँग सुनिदिएकोमा। धेरै धेरै धन्यवाद। तपाईँहरू सबैको पूर्ण जागरण पूर्ण होस् र पूर्ण उसमा जीवन बितोस् भन्दै यहाँ सुविधा चाहन्छु। नमस्कार।